नमस्कार दर्शकवृन्द, हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। र आज चाहिँ म भन्न गइरहेको छु दुईटा घटना, जुन घटना चाहिँ एकदम भयानक घटना छ, डरलाग्दो छ र यो सत्य घटना पनि हो, कुनै काल्पनिक लेखेको घटना हैन। र हजुरहरूलाई पुरै स्किप नगरिकन राम्ररी सुनिदिनु होला, किनभने म एउटा नयाँ क्रिएटर हुँ, मलाई स्टार्ट गरेको हुँ र तपाईहरुको धेरै सपोर्टको जरुरत छ मलाई। र ढिला नगरी कथा स्टार्ट गरौँ। मेरो एउटा सब्सक्राइबरले पठाउनु भएको घटना हो। यो घटना चाहिँ तेजपुरको हो, तर म जग्गाको नाम भन्दिनँ किनभने जग्गाको नाम गुप्तचाप राखिएको छ हैन। र घटनालाई सुरु गरौँ। र यो घटना चाहिँ तपाईको एउटा तेजपुरको एउटा गाउँमा घटेको घटना हो। यो घटनामा चाहिँ के छ भने त्यहाँ तेजपुरमा तपाईको 4-5 जना साथीहरु मिलेर रातिको समयमा तपाईको माछा मार्न जाने प्लानिङ गरेछन्। किनभने अब माछा भनेको त राति मार्दाखेरि धेरै आउँछ हैन, किनभने अँध्यारोको टाइममा माछा धेरै पर्छ हैन, त्यसले गर्दाखेरि राति माछा मार्ने प्लानिङ भएछ 4-5 जना साथीहरुको। र उनीहरु एउटा एकदम लामो उसमा एकदम लङ टाइपको जाने एउटा फक्स भएको लाइट लिएर गएछन्। ठुलो टर्च लाइट भन्छ नि, त्यो लिएर गएछन् माछा मार्नको लागि। र माछा थापेछन्, बल्छीमा थाप्दा एउटा नानीको आवाज गुन्जिएछ उनीहरुको कानमा। र कहाँबाट यो आवाज आयो भन्ने कुरा उनीहरुले सोचेछन् हैन। अब यताउता हेरेछन्, उनीहरुले अब कहाँ कसले डराएछन् बा तर्सायो कि बा हामीलाई भनेर एउटा खालको मनमा एकदम डर आएछ हैन उनीहरुको, किन यस्तो कहाँबाट रोयो भनेर। अन्त वरिपरि टर्च बालेर हेरे, कतै देखेनन् भरे पर एकदम टर्च बालेर मजाले हेर्दाखेरि एउटा नानी सुतेर रोइरहेको देखेछन् उनीहरुले। कपडामा लपेटिएको नानी रोइरहेको देखेछन्। र उनीहरुले मजाले टर्चको फक्सले हेर्दाखेरि त नानी त एकदम एउटा सानो कपडा लपेटिएको रहेछ, रोइरहेको रहेछ। अनि उनीहरुले सोच्छन् यो नानी कसले यहाँ छोडेर गयो, सायद कोही यसकै आमाले होला, सायद अब त्यस्तै नाजायज होला, त्यही भएर उनीहरुले अब भर्खर जन्मेको नानी सट्ट फ्याँकेर गए भनेर सोचेर उनीहरु त्यो नानीलाई चाहिँ उठाउनको लागि गएका थिए हैन। त्यहाँ उठाउन जाँदाखेरि जब उनीहरु त्यो नानीको छेउमा पुगे, त्यो नानी अचानक गायब भयो। त्यो नानी गायब भएपछि डरायो हैन, नानी कहाँ गयो भन्छ। अब आवाज त आइरहेछ रोको, तर नानी देखेका छैन उनीहरुले। अनि कति वरिपरि खोज्यो, भेटेनन्। या हामीलाई चाहिँ सायद तर्साएको हो कि जस्तो लाग्यो उनीहरुलाई। अन्त अब डरले हतार त्यहाँबाट त्यो माछा मार्न चाहिँ सबै छोडेर अब भागे अब गाउँतिर हैन। गाउँतिर भागेपछि अनि अब भोलिपल्ट अब त्यस्तै हो, गाउँठाउँमा भोलिपल्ट अब चौतारीमा मान्छेहरू धेरै भेला हुन्छन्, कुराकानी गर्छन्। यताउता गर्दाखेरि कुरामा कुरो अब रातिको कुरा निस्क्यो अब उनीहरुको हैन। यस्तो राति हामीले त्यो रोएको बच्चा सुनेका थियौँ, देखेका पनि थियौँ, तर वहाँ गएर हेर्दाखेरि त गायब भयो, के होला कसो होला भनेर अब त्यहाँनिर बुढापाकाहरूलाई पनि अब कुरा सेयर गर्छन् उनीहरूले। सोद्धाखेरि जब उनीहरूले थाहा पाए त्यहाँनिर त्यो एउटा हिजो अस्ति एउटा नानी गाडेको थियो। त्यहाँबाट अब नानी गाडेर राम्ररी विधि विधान नभएर त्यहाँ लामाले अब फेरि निकालेर विधि विधान गरेर अर्को जग्गा सार्ने भनेको छन्, त्यसले गर्दा सायद तर्साएको होला भनेर भने उनीहरूले है। अनि हो र भनेर त्यहाँबाट पछाडि उनीहरू सबै अब जुन दिन नानी अब गाडेको जग्गाबाट निकाल्ने थिए त्यो दिन पनि उनीहरू पनि गएछन् अब हेर्न आएर उनीहरू पनि सँगै सबै जग्गा अब लामा धामीसँग सँगै गएर उनीहरूले विधि विधान गरेर त्यो नानीलाई चाहिँ निकालेछन्। निकाले पछाडि अब धर्म संस्कृति अनुसार सबै थोक अब गरेर अर्को जग्गामा सारेर त्यो नानीलाई चाहिँ गाडेछन्। गाडे पछाडि चाहिँ त्यहाँबाट त्यो नानीको आत्मा भट्केको छैन अरे भन्छन् अहिले हैन। त्यस्तो हुँदो रहेछ अब, किनभने अब राम्रो विधि विधान गरेको छैन भने त्यो आत्मा भड्किने रहेछ भन्ने कुरो चाहिँ यसमा चाल पाइयो। र अर्को घटना रहेको छ। यो अर्को घटना चाहिँ बहुत भयानक घटना छ। यो तपाईहरुलाई सायद विश्वास लाग्छ लाग्दैन हैन, त्यो तपाईहरुको उपरमा छ। तर पहिला पालि मैले सुन्दा पनि मलाई पनि विश्वास भएको थिएन, तर पछाडि सुन्दै गए पछाडि हो कि जस्तो पनि लाग्यो हैन। म पनि तपाईहरुलाई सुनाउँदैछु, अब कस्तो लाग्यो भन्नु होला। र अर्को घटना रहेको छ एउटा गोरखपुर रेलवे स्टेसन भन्ने तपाईलाई थाहा छ होला। त्यो कति वर्ष अगाडि बन्द भएको छ त्यो रेलवे स्टेसन हैन। त्यसको बारेमा स्टोरी हो, त्यसको बारेमा किन बन्द भयो भन्ने कुरामा हो के हैन। त्यसमा चाहिँ एउटा
केटी अब 19-20 वर्षको केटी अब कलेज पढ्थ्यो अरे त्यहाँनिर, कलेज जाने आउने गर्थ्यो। अब त्यसको कास्ट चाहिँ मतलब अब ठुलो कास्टकी रहेछ अब त्यो केटी होइन, अब 52 जस्तै भनौँ न, अब ठुलो कास्टकी केटी रहेछ। अनि कलेज आउने जाने यताउता गर्दा गर्दै अब एउटा केटासँग मुन पराएछ त्यसले होइन, मुन पराबर भएछ दुईजनाको। केटो चाहिँ रहेछ अब तल्लो जाति केटो हुँदाखेरि अब मुन पराबर त भयो, अब तिनीहरूले बिहा त गर्नु पर्यो। बिहा गर्नु लागि सम्भव त छैन किनभने घरकी एक्लै छोरी, बाबुले बिहा गर्नु दिँदैन। अब त्यो केटीको फेरि आमा रहेन रहेछ, बाबु मात्रै रहेछ। त्यसले गर्दा अब घरमा अब धेरै मन पराए पछाडि अब घरमा कुरा गरिन्छ बाबुसँग, यस्तो यस्तो केटो छ मैले मन पराएको छु भन्दाखेरि बाबुले भने चाहिँ के थरी भन्दाखेरि अब तल्लो जाति केटो अब केही जात होला एउटा त्यो भन्दैछ उसले। भन्दाखेरि बाबु रिसाएछ, अब यस्तो हामी यस्तो जातको मान्छे हो, हामीलाई यी समाजमा इज्जत छ हेनतेन, तैँले किन यस्तो गरिस्, त अब यसलाई छोड्नुपर्छ, यसमा बिहा गर्न पाउँदिनस् भनेछ बाबुले। अनि अब छोरी त अब छोड्न सक्दिनँ, बिचरा अब मन पराएको छ धेरै नै। अब बाबुलाई पनि डर लागेको छ किनभने अब बाबुले त मलाई त गरो, तर छोरीले बाई चान्स अब छोडेर बाबुलाई छोडेर त्यो केटासँग पहिला भागी भने डर, इज्जतको डरले अब त्यसले अब त्यो गाउँै अब सबै छोडेर जाने भएछ होइन। गाउँसँग सब छोडेर खाली अब जग्गा जमिनहरू सबै जति थियो सब बिक्री गर्यो। त्यसको बादमा अब छोरीलाई ढाँटेछ, हामी अब काका घर जाने, काका घर गएर अलिक वर्ष बस्ने भनेर सानो काम पनि छ भनेर लागेको छ। अनि छोरी अब मानिछ, अनि जग्गा जमिन बेचेको गरेको सबै छोरीलाई केही पनि थाहा थिएन। उसले चाहिँ सुटुक्क अब वर्ष सब बेचेर अब उसको भाइ जुन थियो त्यो तपाईँको गोरखपुरमा बस्थ्यो, गोरखपुर अलि अगाडि गोरखपुर स्टेसनबाट पनि अझ अगाडि अर्को नेक्स्ट स्टेसनमा त्यहाँ चाहिँ उसको भाइ बस्दो रहेछ। त्यो स्टेसनको नाम चाहिँ मैले थाहा भएन, त्यसले गर्दा स्टेसनै भने। अनि त्यहाँ बस्दो रहेछ र उनीहरू बाउ र छोरी अब जानेको लागि ट्रेनमा चढे होइन। अब उनीहरूको स्टेसन ट्रेनमा चढे, गोरखपुरबाट अलि अगाडिसम्म जानुपर्ने ट्रेन थियो होइन। उनीहरू गाउँबाट चढे, उनीहरू जस्तो ट्रेनमा चढे त्यस्तै एकछिन पछाडि त्यो जुन ट्रेनमा उनीहरू त्यो बोगीमा चढेका थिए त्यो बोगीमा चाहिँ अरू 3जना केटा पनि चढेछन् एकछिनमा होइन। त्यही अब केटी पनि अब राम्रै थिइन् त एकदम हेर्दाखेरि अप्सरा, त्यो भएपछि त्यो 3जना केटा पनि त्यो केटीलाई जिस्काउनुको हेतुले चढे अब होइन ट्रेनमा। अब ट्रेन गइरहेको छ, अब भोक लाग्यो, त्यो बाउ छोरीलाई खानासानी किनेर खाए। त्यो केटाहरू पनि अगाडि बसिरहेका छन् होइन, त्यो छेउमा त्यही केटीलाई घुरेर हेरिरहेका छन्। अनि त्यो बाउलाई चाहिँ के लाग्यो भने अब यी पक्कै यिनीहरू मेरो छोरीलाई देखेर आएका हुन्, यिनीहरूले जिस्काउन खोजेका हुन्, यिनीहरूले सतर्क राख्नुपर्छ यिनीहरूलाई अब त्यो भनेर सोचेर अनि बाउले त्यो केटाहरूलाई भनेछ है किन हेरेको त यहाँनिर, उता जा उता गरेर बस भन्दाखेरि केटी न्यु खोजेछ बाउसँग। त्यसले गर्दा अब यहाँ बाउले सोध्छ अब यहाँ झगडा गर्नुभन्दा चुप लाएर बस्छु, यसले हेर्दैन होला नि अब भनेर छोरीलाई चाहिँ जोगाउनु पऱ्यो भनेर छोरीलाई चाहिँ एकदम अब धडेर मजाले बसेको छेउमा छोरीलाई। अनि अब बाथरुममा आएछ होइन, पिसाब पर्नु जाने बाबु भनेपछि अब पिसाब पर्नु चाहिँ जान्छस् नि, अब त्यहाँ चाहिँ 3जना केटा हेरिरहेको छ नि तँलाई, त एकछिन नजा, एकछिन थामेर बस, उनीहरू भरे बेलुका भएपछि जानु उनीहरू ओर्लेपछि भनेको बाउले। अब हुन्छ नि त भने छोरी अब थामेर बसी अब बस्दा अब 12-13 घन्टाको रस्ता रहेछ। अब रात परे पछाडि अब खानासाना खाए उनीहरू, खाए पछाडि अब बाउ निदाइहालेछ फट्टै पाएर हो। राति अब निन्द्राको कति बजी ट्रेनमा चढेको थियो, बाउ भुसुकै निदाइदिएछ। अनि निदाए पछाडि अब राति अब 1-2 बजे पछाडि अब छोरीले यसो, छोरी पनि निदाकिरहेको थियो नि, यसो उठ्दाखेरि अब सानसुन्ना देखिन्छ, कोही नभए ट्रेनमा कोही छैन देखेर कि अब सबै निदाएका छन्, केटाहरू पनि देखिनेछ त्यसले। र त्यो छोरी निस्केर अब ट्रेनको भित्र जुन बाथरुम हुन्छ त्यहाँ अब गएर पछि बाथरुम गर्नको लागि अब कति टाइमबाट त्यसले च्यापेको थियो बाथरुमले, झन् सहेर बसिरहेछ होइन। अब त्यतिखेर 2-3 बजे उठेर गएछ। जस्तो त्यसले अब बाथरुम गरे कम्प्लिट गरे पछाडि जब बाथरुमको ढोकाबाट बाहिर निस्क्यो त्यो 3टा केटा देखिछ अगाडि नै। अनि त्यो केटाको पालो त्यो केटीलाई अब च्यापचुप समातेर लुसेर ट्रेनबाट झारिहालेछन्। जुन ट्रेनमा उनीहरूलाई झारे त्यो स्टेसन चाहिँ गोरखपुर रेलवे स्टेसन रहेछ। त्यहाँ झारे पछाडि उनीहरूले अब के गरे कसो गरे होइन। अब ट्रेन त गइहाल्यो, ट्रेन त अब सट्टै पार भए पछाडि अब जब त्यो बाउ चाहिँ जुन नाम्नुपर्ने जुन स्टेसन थियो त्यो स्टेसनमा ट्रेन रोके पछाडि बाउ झसङ्गै भएछ होइन, बिउजेछ बिहान 10-11 बजीतिर। अनि यसो हेर्छ यताउता हेर्छ, अब छोरी छैन।
एउटा टेन्सनमा ला छोरी कतै अब राति पिसाब लाग्यो भन्दै थियो के भन्दै थियो बा बाथरुम गयो कि भनेर बाथरुममा गयो त्यहाँ कतिवटा बोगी छन् सबै बोगी छान मारेछ त्यसले यताउता कहीँ भेट्दैन अब त्यो बोगीमा नानी अब त्यसको छोरीलाई अब कतै भेटेन डरले बिचरा अब रुँदै कराउँदै गरेर स्टेसनमा नआमेर अनि पुलिस स्टेसनमा कम्प्लेन गरेछ अनि पुलिसलाई भनेछ यस्तो छोरी मर स्टेसनबाट आएको थिएँ आउँदा आउँदै बाटोमा निन्द्रा लागेपछि म सुतेँ ऊ पनि सुतिरहेको थिएँ भुसेकै निदाएको छु थाहा पाइनँ कतिखेर कहाँनिर अब छोरी ओर्ली बापाले गायब गरौ भन्छ अनि पुलिसले भनेछ उसलाई तँलाई कुनैमा चाहिँ शङ्का छ कि त्यहाँनिर ट्रेनमा कोही कस्ता मान्छेहरू थिए बा कसैले के अब तँलाई फलो गरिरहेको थियो कि भनेर सोच्दाखेरि अब उसले भनेछ 3जना केटा त थिए उनीहरूले धेरै हामीलाई फलो गरिरहेको थियो ती केटाहरू जान्दिनँ को हो अन्त अब त्यही अनुसारले अब त्यहाँबाट आउने जति पनि स्टेसन छन् अब ती स्टेसन छान मारेछ ठुल्ठुला जङ्सनहरू होइन त्यसले गर्दाखेरि त्यो बाउलाई भनेछ तेरो छोरी कहाँसम्म आइपुग्दासम्म छोरी थिए भन्दाखेरि त्यसले भन्छ गोरखपुर आइपुग्न आँटेपछि छोरी थिए त्यसको बादमा छोरी छैन भने अनि पुलिसको पालो सिधै सक गरेछ गोरखपुर स्टेसनमा सायद नामी होला भनेर त्यहाँको पुलिसहरूले सबैले अब खबर दिएछ यस्तो यस्तो केटी गायब भएको छ यहाँबाट किडन्याप भएको छ बा कसरी किडन्याप गरेको बा ओर्लेको त्यहाँ त्यसले छान मार्नु भनेछ त्यहाँको थानादारहरूलाई भनेछ र त्यो थानाहरूले चाहिँ अब 2-3 घन्टा पछाडि त्यो बुढोले जहाँ पोजिसन रिपोर्ट दिएको थियो त्यहाँ फोन गरेर यस्तो यस्तो 3टा लास त भेटिएको छ यहाँनिर तर केटीको लास चाहिँ भेटिएको छैन भनेर खबर गरेछ अनि त्यसको बादमा केटीको बाउ र पुलिस उताका पुलिसहरू अब सबै गएछन् गोरखपुर स्टेसन होइन त्यहाँ गएर हेर्दाखेरि त्यो केटाको एकदम नमजाले मारिएको रहेछ एकदम अब के भन्नु धेरै खतरनाक पाराले मरेका थिए केटाहरू 3टा केटाहरू जुन बाउले चाहिँ अब त्यही केटा भन्ने जसँगै चिनेछ किनभने अब अनुहारले देख्दा नचिनिने तर बाउले चाहिँ अब तिनीहरूको लुगा देखेर तिनीहरूलाई अब धेरै नोटिस गरेको बाउले त्यसले गर्दा लुगाले गर्दाखेरि तिनै केटा हुन् भन्ने उसलाई थाहा भएछ अनि उसले सोचे यिनै केटा हुन् मेरो छोरीलाई फलो गर्ने भनेछ त्यो हुनाले गर्दाखेरि अब पुलिसले अब सोचेछ अब यिनीहरू चाहिँ यस्तो मरेका छन् त्यो केटी कहाँ चाहिँ यसको लास कता होला मरेको छ जिउँदै चाहिँ अब त्यस्तो सोचेर अब मजाले खोजेछन् अब सबै खोजे यताउता हेर्दाखेरि अब एकदम तपाईँको रेलवे स्टेसनको जुन बोर्ड लागेको हुन्छ जुन अब नाम लेखेको हुन्छ त्यो स्टेसनको नामको पछाडिपट्टि एउटा सानो जङ्गल छ त्यो जङ्गलमा त्यो केटी भेटिन्छ बिहोस अवस्थामा होइन अब अलिक कपडा फाटेको गरेको यताउता भेटिन्छ अनि भेटिए पछाडि अब त्यस्तो चोट लागेको हुँदैन बस अलिकति कपडा फाटेको हुन्छ अलिकति अब कपाल सबै झिग्रिग्रि पारेको त्यस्तो हुन्छ त्यस्तोमा भेट हुन्छ त्यहाँदेखि उनीहरूलाई हस्पिटल लान्छन् त्यो केटीलाई होइन हस्पिटल लगे पछाडि चाहिँ डक्टरले के भन्छ भने यसको अहिले होस गइरहेछ बेहोसी मान्छे यो भरे होस आए पछाडि संवाद गरिदिन्छु भने डक्टरले त्यसको बादमा चाहिँ अब त्यो बडीको अब 10 दिन बित्यो 15 दिन बित्यो 20 दिन बित्यो 25 दिन बित्यो होस आएन 1 महिनासम्म पनि होस आएन एकैचोटि त्यसको 1.5 महिनामा होस आएछ होस आए पछाडि केटीलाई सोधीखोजी गरेछन् अब यो किनभने अब 3-3टा मर्डर त भएको छ अब पुलिसलाई त सस्पेक्ट चाहियो अब किनभने कसले मर्डर गरेको हेन्थेन यताउता नि सोध्छ न केटीलाई हिरासतमा लिएर सोधेछन् किन कसले मर्डर गर्यो यस्तो कसरी भयो भनेर अनि त्यो केटीले जुन कुरा त्यहाँ सुनाइ त्यो सुनेर त्यहाँका मान्छे के भने त्यहाँका गोरखपुरका मान्छे नै छक्क परेछ त्यो एउटा सच्चाइ सामने आयो त्यहाँनिर त्यो केटीले जुन कुरा भने त्यसलाई सच्चाइ किन त्यो केटीले जसरी भनी होइन त्यो केटीले चाहिँ जब उनीहरूलाई अब ट्रेनबाट त्यो केटाले अब उतार्यो त्यो केटीलाई होइन 3जना केटाले उतारे जस्तो उतारेर तिनीहरूले अब हातपात गर्न थाल्यो केटीलाई त्यो टाइममा यस्तो पानी आएछ यस्तो एकदम पानी परेछ हावा पानी तुफान ठुलो आएछ त्यो टाइममा होइन स्टेसनमा तुफान आउने साथसाथ केटी अब भागेर आत्तेर अब गडङगुडुङमा छ आत्तेर गएर लुकिछ जङ्गलमा गएर फोटे होइन लुकेर हेरिछ तिनीहरूलाई कि अनि त्यो एउटा आत्मा चाहिँ मतलब हावामै उडेर आएर होइन त्यो एउटा केटालाई चाहिँ सिधै धडेर लिएर गएर टाउको स्टेसनको उसमा राख्दैछ प्लेटफर्मको तल त्यो उसमा पटरीमा राख्दैछ टाउको अनि ट्रेन आएर केचेको पारा मार्दैछ अनि अर्का केटालाई चाहिँ जुन त्यो स्टेसनमा जुन घडी हुन्छ नि टक 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 त्यो काँटा निकालेर घाँटमा भप्पा रोपेर मार्दैछ अनि अर्कोलाई चाहिँ घाँटी निचोर होइन त्यसरी गरेर मारेर अनि गएछ त्यो आत्मा चाहिँ होइन गायब भएको थियो अनि त्यसरी त्यो केटीले त्यसरी भन्दाखेरि अब कसैले विश्वास गरेन अब कहाँ कसरी आत्मा हुन्छ यो टाइममा अब यस्तो आत्मा पनि हुन्छ क्या यो एकदम हावा किनभने अब
त्यसले जुन खालको पानी आयो यत्रो ठुलो पानी पऱ्यो भने त्यो पनि गलत हो, किनभने त्यो गोरखपुरमा 4 महिनाबाट कुनै पानीहरू पनि परेको छैन अहिलेसम्म। अब पानी नै परेको छैन भन्ने खालको कुरा गर्थे त्यहाँका मान्छेहरूले नै गाउँठाउँका। अनि एउटा बुढो मान्छेले आएर भनौँ यो केटीले जुन कुरा गरे त्यो 100मा 60% साँचो हो, किनभने अहिले मलाई आएर थाहा हुँदैछ यो के घटना, यो यस्तो कुन केटी आत्मा भएर आयो के भएर आयो भन्ने कुरो मैले यसो सोच्दाखेरि जहाँसम्म लाग्छ मलाई त्यही केटी हो भनेको छ। अनि के कुरो स्पष्ट भन्नु भनेछ त पुलिसले होइन त्यो बुढालाई। अनि आजभन्दा अब 30-40 वर्ष अगाडि यहाँनिर अब एउटा जमिनदार बस्थ्यो अरे। त्यहाँनिर जमिनदार बस्दाखेरि जमिनदारकी अब छोरी थियो अरे एउटी, अनि त्यो पनि अब राम्रो एउटा कलेज पढ्थ्यो अरे त्यहाँको। अब धनी मान्छे, अब पहिलाको जमानाको जमिनदारहरू अब हुन्छ नि एकदम धनी भएपछि अब त घरमा काम गर्ने मान्छे यताउता सबै हुन्छ नि त। अब त्यो कलेज पढ्दाखेरि अब कलेज पढ्दा अब एउटा केटासँग मन पराए। केटा पनि कस्तो खालको भने अब पहिला चाहिँ त्यो पनि त्यही कलेज पढ्ने नि, अब कोहीसँग नबोल्ने डरले, अब मान्छेले जमिनदारको छोरी हो भन्ने पछाडि उनीहरू डरले अब उनीहरूसँग बातै नगर्ने अरे के त्यस्तो। अब त्यो केटीहरूसँग बातै नगर्ने उनीहरू मार्छन्, हामीलाई बात गर्नु हुँदैन भन्छ। अनि अब केटो गरिब केटो, केटी धनी केटी, त्यसो गर्दा केटी अब आफै गएर बोलेछ जमिनदारको छोरोसँग होइन। राम्रो हेन्डसम छ अरे केटो, त्यसले गर्दा बोलेर उनीहरू आफै बिस्तारै उनीहरूको मुन परापर भयो होइन। भए पछाडि अब भेट गर्ने, यताउता गर्ने, गिफ्ट साटासाट यताउता हुँदै गएछ उनीहरूको। तर जमिनदारलाई थाहा थिएन होइन त्यहाँनिर अब यसको छोरी मुन पराएको छ भनेर। अब कता सुन्थ्यो, अब बाहिर कसैले भन्थ्यो, तर त्यस्तो फट्टै विश्वास गर्ने थिएन, किनभने अब पहिलाको जमिनदारको छोरीहरू अब धेरै सोचेर अगाडि बढ्थे अरे भन्थ्यो होइन। त्यो हुनाले गर्दा थाहा भएन। एक दिन अनि उनीहरू केटा र केटी घरबाट भाग्ने सोचेछन्, अब किनभने मुन त परायो, बिहे त गर्नु पर्यो, भागेर जाऊँ भनेर सोचेछन्। र अब केटी राति नै अब 2 बजे राति उठेर गोरखपुर स्टेसन गएछ केटो पनि त्यहीँ आएछ होइन। भागेछन्, भाग्दै अब त्यो अब जमिनदारको घरमा त सेक्युरिटी कतै हुन्छन् होइन। अब सेक्युरिटी भरिमा एउटा सेक्युरिटीले चाहिँ देखेछ त्यो केटीलाई भाग्दै गयो। अनि त्यो सेक्युरिटीले अब भाग्दै देखेपछि एउटा हतार अब जमिनदारलाई उठायो, अब यस्तो भन्नु तपाईँको छोरी त्यसरी भागे यहाँबाट एउटा केटासँग मैले देखेको भन्नु। अन्त अब त्यो केटी भागेको कुरा थाहा पाए पछाडि जमिनदारले अब सिधै गएर रेल स्टेसन गएर छान मारेछ। सब रेल स्टेसन छान मारेर हेर्दाखेरि अब गोरखपुर रेल स्टेसनमा चाहिँ 2 जना पुगेका रहेछन्, रेल आउन आँटेको रहेछ, चढेका रहेछन्, रेललाई लेट रहेछ। त्यसले गरेर केटाले केटीलाई दुईटाले भेटेछ होइन। भेटे पछाडि अब त्यो जमिनदारले भनेछ यसले अब यत्रो हाम्रो छोरी ल्याएर लाने यत्रो साहस गरौँ, त्यसले गरेर अब यसलाई मारिदिनुपर्छ भनेछ। र केटालाई ठाउँ सुट गरेर मार्दैछ गोली हालेर। केटोलाई मारे पछाडि अब केटी पनि अब त्यो सहन सकिन होइन, उसलाई अब किन मारेको हिँड्थ्यो भनेर सहन नसकेर केटीले चाहिँ आफू पनि त्यो एकजनाको पहरेदारको हुन्छ नि त्यो सेक्युरिटीको एउटा बन्दुक निकालेर आफूलाई पनि गोली हानेछ। केटी पनि मरी, केटो पनि मर्यो। अब जमिनदारलाई त अब टेन्सन भयो, किनभने अब उसको इज्जत त जाने भयो अब जमिनदारलाई, किनभने कसैलाई थाहा थिएन यसको छोरी भागी। अब गाउँकाले अब थाहा पायो भने अब यसको छोरी यसरी भागेपछि यसले छोरोलाई केटोलाई मारे, अझै केटी पनि बाँच्न नसकेर केटो पनि मरे भनेर सोच्छन् भनेर गाउँकाले यस्तो इज्जत जान्छ भनेर त्यसले एउटा के बुद्धि लगाएछ भने सबैलाई गाउँकाले अलर्ट गरेछ मेरो छोरी हराएकी छ अहिले, त्यही भएर सबै त्यो गाउँसम्म बन्द गर्नुपर्छ, स्टेसनहरू बन्द गर्नुपर्छ भनेर त्यहाँबाट त्यसले त्यो रेलवे स्टेसनै बन्द गरिदिएछ। अब आजबाट यहाँ आवाज कोही गर्न सक्दैन, मेरो छोरी जबसम्म भेटिन्न तबसम्म यो रेलवे स्टेसन बन्द हुन्छ भनेछ त्यतिखेर होइन। त्यसले गर्दाखेरि स्टेसन सबै बन्द गरेछ। त्यो बन्दले गर्दाखेरि स्टेसनमा अहिले पनि अब फिलहाल अहिले त्यो स्टेसन चाहिँ अब बन्दै छ, तर त्यो पटरीमा चाहिँ ट्रेन फट्टै रोक्दैन, किन इमर्जेन्सी भयो भने रोक्छ नि, त्यो स्टेसनमा चाहिँ ट्रेन रोक्दैन अर्कै फट्टै हो। त्यसैले गरेर त्यसैको आत्मा होला त्यो आउने भनेर त्यो बुढाले स्पष्ट गराए पछाडि उनीहरूलाई पनि थाहा भयो सायद त्यसैको आत्मा होला भन्ने उनीहरूले सोचे होइन। तर अहिलेको जमानामा आएर नि अब स्टोरी त अब स्टोरी भइहाल्यो थियो होइन। त्यसको अब साँच्चै भन्नुपर्दाखेरि अहिले जमानामा आएर कास्ट हेर्ने त्यो मलाई ठिक लागेन, किनभने अब मान्छेको रगत एउटै हो, कास्ट डिसाइड गर्ने होइन। मान्छेलाई जहाँ खुसी छ त्यही जाने हो नि त, खुसी हो मेन मान्छेको चिज भनेको होइन।
अब खाना बस्न अब भनेको चाहिँ पैसा भनेको त अब हात खुट्टा छन्जेल मजाले कमाइन्छ, बस मान्छे खुसी हेर्नुपर्छ, जहाँ जसको खुसी छ त्यही जाने हो। त्यही भएर म त्यो कास्टमा चाहिँ उपर जाँदिनँ होइन। ल तपाईँलाई कस्तो लाग्छ भिडियो स्टोरी कस्तो लाग्यो होइन। मेरो अलिकति स्टोरी भन्ने जुन शैली हुन्छ त्यो मजाले मिलेको छैन होला, किनभने अब नयाँ नयाँ स्टोरी भन्दैछु होइन। बिस्तारै बिस्तारै अब त्यो मिल्दै जानेछ भन्ने एउटा आशा गरेको छु होइन। तपाईँहरूमाथि अब साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने एउटा आशा छ। सब्सक्राइब गरिदिनु होला, राम्रो लाग्यो भने होइन, राम्रो लागोस् या नलागोस् होइन, सब्सक्राइब गरिदिएर लाइक गरिदिनु होला च्यानलमा। र मैले कता कता के मिस्टेक गरेँ भने कमेन्टमा प्रतिक्रिया दिनु होला, किनभने तपाईँहरूको हर कमेन्टमा चेक गर्नेछु र तपाईँको कमेन्टको एन्सर पनि दिनेछु र तपाईँहरूको भनाइमा फलो गर्नेछु। र अहिले म यति नै समाप्त गर्नेछु। हस्त, धन्यवाद।